भन भन भाइ हो देउसी रे ओ राम्ररी भन देउसी रे अब अरु कुरो भयो त्यस्तै भन देउसी रे भन भन देउसी रे त्यही हो अलिअलि मिलाएर भन देउसी रे भन्देऊ कसेर भन्देऊ देउसी रे अब त्यस्तै हो देउसी रे अनि भात खायो अनि त्यो देउसी रे अनि खाना त्यो भन्छ त्यो 75 जिल्ला देउसी रे होइन केराको ठाउँमा देउसी रे हामी 4 भाइ जम्मा देउसी रे अनि एकजना घरमा पनि छ देउसी रे अनि धेरै पैसा कमाउनु छ देउसी रे 300-400 रुपियाँ ल्याइदिनु देउसी रे ए भटा किन रोके तिमीहरू ए भन भाइ हो देउसी रे ए लामलली भन देउसी रे ए थोल मिलाइ कन देउसी रे ए केलाको थम्मा देउसी रे हामी 5 भाइ ताल भाइ दममा देउसी रे ए दममा देउसी रे ए फुलको पात देउसी रे दाल भात देउसी रे खाने हो सेलरोटी रेखुम देउसी रे ए चाखुम देउसी रे ए सेलरोटी ताखुम देउसी रे ए राम्ररी चाखुम देउसी रे अनि त्यो के भन्छ त्यसमा रसमलाई ए रसभरी चाखुम देउसी रे ए पैसा पनि चाखुम देउसी रे ए राम्रोसँग चाखुम देउसी रे ए चाखुम देउसी रे ए चाखुम देउसी रे ए 75 दिल्ला देउसी रे ए दानु थ देउसी रे तेरो भजन चाहिँ 75 दिल्ला फर्किसक्यो मलाई फेलिले न्यु थोदिला त्यसले हान्दियो आन्दे लाउने आन्दे माथि त यसलाई त हान्दिन्थ्यो यसलाई पनि हान्दिन्थ्यो म खैले खप्लामा बलियो मान्थ्यो हिँड्दा थोदै बेला हान्दिन्थ्यो खेल्ने यस्तो लाल ए हामी त्यसै आएनौ देउसी रे ए बलि राजाले देउसी रे ए पठाए त देउसी रे पैसा लिएर आइज भनेर देउसी रे ए देश विकास गर्नुपर्छ देउसी रे ए राम्ररी गर्नुपर्छ देउसी रे ए राम्ररी भन देउसी रे केटा राम्ररी भन राम्रो भयो अङ्कल सक्यो ए अन्त त्यो अब तपाईँको पालो हाम्रो पालो थकिथक्यो भचाइथक्यो अब तपाईँ जानु न घरभित्र त्यो टक्क सेलरोटी चामल पैसा हालेर प्लेटमा लिएर आउनु न अब तपाईँको पालो हो त्यही त होइन त्यो त हो हाम्रो घोकलो सुकिथक्यो क्या खत्तम खोइ त मजै आएन तिमीहरूको देउसी हेर्न के खेला ए अन्त त्यो मदा आएन त्यो अल्कोबल त आउँछ मदा यो बल्थकलाई यति नै हो साला सब पैसा लु नारा छ ए बुढी यो देउसी खेल्नेहरूलाई कसैले दियो त हल्का फुल्का के ए अन्त त्यो कोठेली मात्र होइन त्यो पैसा पनि ल्याउनु न पैसा पनि हाल्यो ल ए बुढी त्यो 10-20 रुपियाँ पनि हाल्यो है थालमा 10 बितुल बे माथासम्म 10 बितुल ल्यायो भने त हान्दिन्थ्यो नि बुढोलाई हेरौँ न कति लिएर आउँछ बुढोले त्यो त हामी त 10 बितुल ल्यायो भने त त्यही त ल यहाँ राख्यो ओइ पैसा कति छ पैसा हेर त 100 रुपियाँ जति 100 ल केटा राम्रो आशीर्वाद देऊ ल अनि तिम्रो त्यो राइस ल्याइदिएर ल त्यो आथी त ड्युटी देउसी रे आथी कति दिने हो अरे मुला मिलाएर दिएन अलि भएको पैसा पनि लिएर जाला नि फेरि आथी त ड्युटी देउसी रे यो घरको अन्तल देउसी रे लास्टै दयालु देउसी रे ए यो घरको थोली देउसी रे ओ मेलो मायालु के भने रे थली अन्त मितेकले फुत्को माथा त मितेक भएको प्रथम मितेक भएको नि त कल्का फुत्किन्छ त अन्त त्यो राम्रोसँग आशिष दे साला तोतला भइरहेछ म त्यो हान्दियो यसलाई म ए उसले मजा गरे के छोड्दैन त त्यो आशिष दिएर हिँड हामी यहाँबाट ए मयुलको पाँच देउसी रे ए यो घरको आन्टी देउसी रे ए लास्टै तोयात देउसी रे के भने रे के बुढी खुकुरी झिक्त माइतको कु हान्दियो त्यसलाई माछमा पहिले पनि खुकुरी चिक्यो भागेर हो फुलले त फुल पैसाको थाल त के थियो ए जम्न अरू देउसी खेल्न आउँछ मजा गर्छ केटाहरू साला चिनेन जस्तो छ मलाई यिनीहरूले अङ्कल त्यो अब उता हान्छ कत्रो ठुलो बाघ पैसा त कहाँ छोड्छु